नमस्ते सबैजनामा स्वागत छ दृष्टि पाठशालामा। आज हामी क्लास 4 को म्याथ सब्जेक्ट पढ्न गइरहेको छौं। लेसन 1 लाइन एन्ड एंगल्स यस टपिकमा हामी डिस्कस गर्नेछौं। त्यसमा हामी सबभन्दा पहिला पोइन्टमा जाउँ। यो पोइन्ट के हो? पोइन्टलाई नेपाली भाषामा बिन्दु भन्छ। यहाँ बिन्दु पोइन्टको डिफिनिसन दिएछन्, पढ्नुस्। हामी पढिरहेछौं। अ पोइन्ट हैज नो साइज और शेप, जस्ट पोजिसन। यो पोइन्टको खासै कुनै आकार हुँदैन, जस्ट हामी एउटा थुप्ला हालेर बुझ्छौं कि यो पोइन्ट हो। जस्तै यहाँ मैले एउटा एक्जाम्पल दिएको छु पोइन्ट, र यसको अगाडिमा मैले यहाँ लेखिदिएको छु यसको नेम एम। त्यसलाई हामी भन्छौं पोइन्ट एम। पोइन्ट एम। जस्तै तपाईं यहाँ कुनै थुप्ला हालिदिनुस्, यसो कुनै नाम लेखिदिनुस् कुनै लेटरमा। जस्तै म पी लेखिदिन्छु, त्यसको यो पोइन्ट पी भइहाल्यो। बुझ्नुभयो? यसलाई चाहिँ तपाईहरु आफ्नो कुपमा सारिहाल्नु होला। ल, यसलाई लर्न गर्नु होला है। केही बुझ्नु भएन भने मलाई भन्नु होला, कमेन्टमा तपाईं लेख्नु होला, म यसको चाहिँ जवाब दिनेछु। अब म गइरहेछु 2 नम्बरमा लाइन। लाइनलाई नेपालीमा भन्छ रेखा। अ लाइन इज अ स्ट्रेट पाथ अफ पोइन्ट दैट हैज नो बिगिनिङ और एन्ड। यो लाइन चाहिँ यसको न त सुरुवात हुन्छन् न त एन्ड हुन्छन्। यहाँ तपाईं हेर्न सक्नुहुन्छ, जुन मैले एउटा लाइन कोरेको छु स्केल लिएर, तपाईं यहाँ हेर्न सक्नुहुन्छ। यहाँ जुन एरो दिएको छ नि दुईवटा, यो साइडमा एउटा एरो र यो साइडमा एउटा एरो, यसको अर्थ के हो कि यसको फिक्स लेन्थ हुँदैन। यो यहाँबाट अगाडि पनि बढ्न सक्छन्, यो यहाँबाट अगाडि पनि बढ्न सक्छन्। र मैले यसको नेम लेखिदिएछु एक्स र वाई। यसलाई हामी यसको सिम्बल चाहिँ यस्तो हुन्छन्, एरो हुन्छन्, दुई लाइन हुन्छ र माथिमा दुईवटा एरो हुन्छन्। यसलाई भन्छौँ लाइन एक्स वाई। जस्तै म यहाँ एउटा लाइन बनाइरहेको छु, तपाईहरु हेर्न सक्नुहुन्छ। हेर्नुस्, दुईवटा मैले एरो दियो र यसको मैले केही नेम लेखिदिन्छु, जस्तो पी क्यू। र यसलाई म के बोल्छु, लाइन पी क्यू। यसको सिम्बल यसो हुन्छन्। बुझ्नुभयो तपाईहरुले? अब 3 नम्बरमा म गइरहेको छु। 3 नम्बरमा रहेछन् लाइन सेगमेन्ट। यो लाइन सेगमेन्ट के हो? यसलाई नेपाली भाषामा भन्छ रेखाखण्ड। यसको डिफिनिसन यहाँ दिएको छन्, सँगै पढौं। अ लाइन सेगमेन्ट इज अ पोर्सन अफ अ लाइन दैट हैज 2 एन्ड पोइन्ट्स। यसको चाहिँ दुईवटा एन्ड पोइन्ट्स हुन्छ। हामीले अहिलेसम्म पढिरहेको थियो कि एउटाको दुवैको चाहिँ एन्ड पोइन्ट्स जुन हामीले पढ्यो, दुईवटा, एउटा पोइन्ट पढ्यो, एउटा हामी लाइन पढ्यो। यसको चाहिँ लाइनको चाहिँ एन्ड पोइन्ट थिएन, न त सुरुवात थियो न एन्डिङ पोइन्ट थियो। तर यसको चाहिँ लाइन सेगमेन्टको चाहिँ दुईवटा एन्डिङ पोइन्ट हुन्छन्। यसको चाहिँ फिक्स लेन्थ हुन्छन्। लाइनको फिक्स लेन्थ हुँदैन, तर यसको फिक्स लेन्थ हुन्छ। यसलाई हामी स्केल लिएर नाप्न सक्छौं कि यति हो। यो भन्दा यो जुन पोइन्ट यहाँ जुन एन्डिङ पोइन्ट गरिदिएको छ नि, यसको त्यो अगाडि बढ्न सक्दैन। यसको सिम्बल हुन्छ यो लाइन सेगमेन्ट एबी। अब माथिमा हुन्छन् लाइन मात्र, एरोहरू हुँदैन। जस्तै म यहाँ एउटा बनाइरहेको छु, तपाईहरु हेर्नुस्। जस्तै तपाईं एउटा कुनै लाइन तान्नुस्, यहाँदेखि यहाँसम्म तान्नुस् र यसो पोइन्ट गरिदिनुस्। यसलाई बन्द गरिदिनुस्, यसको समाप्ति गरिदिनुस् कि यो यतिकै रहन्छन्। यसको फिक्स अब लेन्थ हुन्छ। यसलाई हामी यस्तो लाइन यदि हामी हेरिहाल्यो भने यसलाई कुन लाइन भन्छौं? कसले सोधिदियो तपाईलाई कि यो कुन लाइन हो? त हामी यसलाई भन्छौं लाइन सेगमेन्ट। यसको तपाईं कुनै पनि नेम लेखिदिन्छु। जस्तै म यसको नेम लेखिदिन्छु एक्स वाई। त यो भइहाल्यो लाइन सेगमेन्ट एक्स वाई। यसको चाहिँ सिम्बल यो हुन्छ, तपाईं हेर्न सक्नुहुन्छ। लाइन दिइहाल्नु, नो कुनै एरो हाल्नु पर्दैन। अब 4 नम्बरमा म गइरहेको छु, तपाईहरु ध्यानपूर्वक हेर्नु होला। रेलाई नेपाली भाषामा भन्छ किरण। अब यो किरण के हो? अ रे इज अ पोर्सन अफ अ लाइन which has one end point and extend forever in one direction। यो रे चाहिँ एक दिशाबाट आउँछन्, एक दिशाबाट सुरु हुन्छन् र अर्को दिशामा कन्टिन्यू रूपले गइरहेको हुन्छ। यसको चाहिँ फिक्स लेन्थ हुँदैन। हामीले
लाइन सिगमेन्टमा के पर्यो कि लाइन सिगमेन्टको फिक्स लेन्थ हुन्छन्, लाइनको फिक्स लेन्थ हुँदैन, रेको पनि फिक्स लेन्थ हुँदैन। मतलब लाइन सिगमेन्टको मात्र फिक्स लेन्थ हुन्छन्, रेको र लाइनको फिक्स लेन्थ हुँदैन। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ जुन पी छन्, यहाँ पी यहाँबाट सुरु भएको छ, यो लाइन यहाँबाट सुरु भएको छ, यहाँबाट गइरहेको छ। यो एरो दिएको छ नि, यो अगाडि बढ्छ, यसको अब यो रोक्ने वाला छैन, यो अगाडि पनि बढ्न सक्छन् र यसको सिम्बल हुन्छ नि यो एउटा लाइन र एउटा एरो चिन्ह। जस्तै म यहाँ एउटा बनाइरहेको छु, तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ। यहाँ तपाईँ एउटा एन्ड पोइन्ट दिनुहोस् र एरो। यसको अब तपाईले सोधिदियो कसैले कि यो जुन तपाईँ हेर्न सक्नुहुन्छ पिक्चर, यो लाइन, यसलाई के भन्ने, लाइन भन्ने कि लाइन सिगमेन्ट भन्ने कि रे भन्ने? त हामी के भन्ने, यसलाई रे भन्ने। किन? अब कसरी चिन्ने यो रे हो? किनभने यसको एउटा एन्डिङ पोइन्ट छन्, एउटा एरो जुन गइरहेको हुन्छन्, यसको चाहिँ एउटा एन्डिङ पोइन्ट छ र वान डाइरेक्सनको निरन्तर रूपमा कन्टिन्यू रूपमा गइरहेको हुन्छन्। यसको सिम्बल हुन्छ यो। तपाईँ यहाँ हेर्न सक्नुहुन्छ, हेरिराख्नु भएको छ नि यो। यसलाई पनि तपाईहरु लर्न गरिहाल्नुहोला। त आज हामीले के पढ्यो म तपाईहरुलाई बताइरहेको छु। सबभन्दा पहिला हामीले पढ्यो पोइन्टको बारेमा। पोइन्ट के हो तपाईहरुले बुझ्नुभयो नि। त्यसपछि लाइनको बारेमा पढ्यो, लाइनलाई रेखा भन्छन्, रेखाको बारेमा पनि हामीले डिस्कस गरियो। तपाईहरुले बुझ्नु भएको होला, बुझ्नु भएको छैन भने मलाई भन्नु होला, कमेन्टमा लेख्नु होला, म तपाईलाई बताउने छु। त्यसपछि हामीले पढ्यो लाइन सिगमेन्ट, अहिले पढ्यो हामीले रेको बारेमा। त यहाँ चाहिँ मैले केही मिनिङ्स लेखेको छु, जुन अहिले मैले भर्खर जुन तपाईहरुलाई पठाएँ त्यसबाट मैले 10 वटा मिनिङ लेखेको छु। यसलाई तपाईहरुलाई लर्न गर्नुपर्छ। म पढिरहेको छु सर र लाइन बाइ लाइन। 1 नम्बरमा के छन्? लाइन। लाइनलाई नेपालीमा भन्छ रेखा। 2 नम्बरमा छ पोइन्ट। पोइन्टलाई नेपालीमा भन्छन् बिन्दु। 3 नम्बरमा छ पोजिसन। यसलाई भन्छ नेपालीमा स्थिति। 4 नम्बरमा छ स्टेट। स्टेट मिन्स सिधा। 5 नम्बरमा छ लाइन सिगमेन्ट। लाइन सिगमेन्टलाई नेपाली भाषामा भन्छन् रेखाखण्ड। 6 नम्बरमा छ पोर्सन। यसलाई भन्छ नेपालीमा भाग। 7 नम्बरमा छ एक्सटेन्ड। यसलाई नेपाली भाषामा भन्छन् विस्तार। 8 नम्बरमा छ डाइरेक्सन। डाइरेक्सन मिन्स दिशा। 9 नम्बरमा छ फरिभर। फरिभर मिन्स सधैँभरि। 3 नम्बरमा छ रे मिन्स किरण। त आजलाई यति नै। अब बाँकी कुरा चाहिँ हामी अर्को भिडियोमा गरौँला। यो मेरो फर्स्ट भिडियो थियो होइन, यसमा मैले थोरै कुराकानी गरियो। तर म चाहिँ यो चाहिँ क्लास 4 को म्याथ रहेको छ। म चाहिँ सुरु गरेको छु क्लास 4 बाट होइन, र क्लास 4 क्लियर गरेपछि 5 मा जानु। 5, 6, 7, 8, 9, 10 सम्मको म्याथलाई कभर गर्नेछु र 0 लेभलदेखि सानो कुरालाई नै हेराउँछु। पहिला हरेक पोइन्टमा हरेक एंगलले पढाउँछु ताकि तपाईहरुलाई कुनै पनि कन्फ्युजन म्याथमा नहोस्। हरेक कुरालाई हामी डिस्कस गर्नेछौँ। त्यसैले मैले सुरु गरेछु क्लास 4 बाट। किनभने धेरै विद्यार्थीहरू स्कुल टाइममा चाहिँ जम्प गरेको हुन्छन्, जसले चाहिँ जस्तै कोही स्टुडेन्ट 4 बाट 6 मा गइहाल्छ, जसले चाहिँ 5 को चाहिँ म्याथ पढेको हुँदैन। त्यसैले म चाहिँ हरेक 4 देखि लिएर 10 सम्मको हरेक पोइन्टलाई हरेक एंगलले पढाउने छु ताकि तपाईहरुले बुझ्ने भाषामा म पढाउने छु। र म विश्वास गर्छु कि तपाईहरु यो भिडियो हेरेर केही न केही ज्ञान प्राप्त गर्नुभएको होला। यसमा तपाईले जति पनि कुरा पढ्नुभयो सबैले आफ्नो नोटबुकमा नोट गर्नुहोला, लर्न गर्नुहोला। लर्न गर्नुपर्छ, धेरै लेख्नुपर्छ, तब मात्र तपाई म्याथमा राम्रो बन्न सक्नुहुन्छ। सो आजलाई यति नै। थ्यांक यू।